नमस्कार, तपाईले हेर्दै हुनुहुन्छ हाम्रो युट्युब च्यानल सिएल अनलाइन मिडिया। हामीले आजदेखि केही तपाईलाई सहुलियत दिएका छौँ। निमावि कमान्डो अनलाइन परीक्षा आज सिट 5 रहेको छ। यहाँभन्दा अगाडि हामीले 4 दिन अगाडि हामीले जुन 350 मा जोडिनु भएको थियो, आज तपाईलाई विशेष छुट गर्दै 310 रुपैयाँमा निमावि परीक्षासम्म दैनिक निमावि कमान्डो अनलाइन परीक्षा तपाईँ गर्न सक्नुहुनेछ। साँझ 5 बजेदेखि 6 बजेसम्म र त्यसको उत्तर के राति 10 बजे आउँछ। तपाईँ जोडिन चाहनुहुन्छ मात्र रु 310 रुपैयाँ लाग्नेछ र हामीले प्रश्न राख्छौँ। तपाईलाई हामीले जुन निमावि अनलाइन कमान्डो अनलाइन परीक्षामा राखेका प्रश्न तपाईलाई कस्तो लाग्छ कृपया गर्नुहोला। यहाँभन्दा अगाडि पोहोर हामीले धेरै प्रश्नहरू पार्न सफल भएका छौँ र अहिले पनि माविमा पनि धेरै प्रश्नहरू पारेका छौँ र धेरै साथीहरू जोडिनु भएको छ। तपाईहरु पनि जोडिन चाहनुहुन्छ भने कृपया जोडिन सक्नुहुनेछ। हामी तपाईलाई निमावि कमान्डो परीक्षाका केही प्रश्न पत्रहरू राख्न गइरहेका छौँ। पहिलो प्रश्न रहेको छ, विद्यालय व्यवस्थापन समितिको मनोनित सदस्यको पदावधि कति वर्षको हुन्छ? यसको सही जवाफ हो 3 वर्षको। यसैगरी एसिया महादेशमा कतिवटा भूपरिवेष्ठित राष्ट्र रहेका छन्? सही जवाफ हो 12 वटा। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार पूर्व प्राथमिक शिक्षा कति अवधिको हुन्छ? यसको सही जवाफ हो 1 वर्षको। यसैगरी नेपालको वर्तमान संविधानको धारा कतिमा सञ्चार सम्बन्धी हक रहेको छ? धारा 19 मा। यसैगरी विक्रम सम्वत 1990 को महाभूकम्पको बेला नेपालका प्रधानमन्त्री को थिए? यसको सही जवाफ हो जुगदश शमशेर। यसैगरी 6औं नम्बरको प्रश्न रहेको छ, पूर्व प्राथमिक विद्यालय खोल्न चाहेमा अनुमतिका लागि कति समय अगावै सम्बन्धित पालिका समक्ष निवेदन दिनुपर्छ? यसको सही जवाफ हो शैक्षिक सत्र सुरु हुनुभन्दा कम्तीमा 2 महिना अगावै। यसैगरी 7औं नम्बरको प्रश्न रहेको छ, अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने नेपालको पहिलो सरकारी निकाय कुन हो? यसको सही जवाफ हो राजधानी विभाग। यसैगरी कम्प्युटरको मेमोरीमा डाटा डाउनलोड प्रयोग गर्ने प्रविधिलाई के भनिन्छ? अफलाइन। यसैगरी विद्युतीय कारोबार ऐन 2073 अनुसार गोपनीयता भङ्ग गर्ने र झुट्टा व्यवहारको सूचना दिने व्यक्तिलाई कति जरिमाना हुन्छ? 1 लाख रुपैयाँ, 2 वर्ष कैद वा दुवै सजाय हुन्छ। 10औं नम्बरको प्रश्न, 15 योजनाले मातृभाषामा पठन पाठन हुने विद्यालयको सङ्ख्या कति प्रतिशत पुग्ने अपेक्षा गरेको छ? 20% र हाल 16औं योजना अनुसार चाहिँ 30% रहेको छ। यो जानकारी गरायौँ। र 11औं नम्बरको प्रश्न, 16औं योजनाले अब 85-86 सम्म उच्च शिक्षामा कुल भर्ना दर कति पुर्याउने लक्ष्य राखेको छ? यसको सही जवाफ हो 25%। यसैगरी हामी 12औं नम्बरतर्फ लाग्छौँ। प्रेस स्वतन्त्रताको सूचाङ्क नेपाल कतिऔं स्थानमा छ? 95औं। यसैगरी 13औं नम्बरमा माध्यमिक शिक्षा परीक्षा सञ्चालन समय र व्यवस्थापन गर्न गठित संस्था कुन हो? राष्ट्रिय परीक्षा बोर्ड। यसैगरी 14 नम्बरको प्रश्न रहेको छ, राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार शिक्षाका राष्ट्रिय उद्देश्य कतिवटा छन्? 12 वटा। र तपाईलाई अर्को एउटा प्रश्न राख्न गइरहेको छु, तलका मध्ये कुन अवस्थाका बालकको आकार दुब्लो र पातलो, अग्लो, कम ओजन भएको तर फुर्तिलो हुन्छ? पूर्व बाल्य अवस्था। यसैगरी 16औं नम्बरको प्रश्न, सन् 1955 मा नेपाल लगायत कतिवटा राष्ट्रहरूले संयुक्त राष्ट्र सङ्घको सदस्य लिएका थिए? 16 वटा। अब एउटा प्रश्न राख्छु, अन्तिम प्रश्न हो, बोट बिरुवाको विकास गुडमेलद्वारा हुन्छ भने मानिसको विकास केद्वारा हुन्छ? शिक्षाद्वारा हुन्छ। यो बनाइ जोन्लाको। अब एउटा अन्तिम राखिहालौँ, शारीरिक तथा मानसिक रूपमा स्वस्थ तथा सिकाइमा कुनै पनि कठिनाइ नभएको बालकले सिकाइका लागि आवश्यक पर्ने महत्त्वपूर्ण पक्ष कुन हो? यसको सही जवाफ हो सिकाइ वातावरण। तपाईहरु पनि जोडिन चाहनुहुन्छ भने मात्र निमावि कमान्डो अनलाइन परीक्षासम्म जेठ 15 गतेसम्म आजदेखि मात्र रु 310 मा तपाईँ जोडिन सक्नुहोला। हामीलाई ई-सेवा मार्फत पे गर्नुहोला र आजै जोडिन चाहनुहुन्छ भने 310 हो। तपाईँ आज जेठ 1 गतेमै जोडिन चाहनुहुन्छ भने मात्र रु 300 रुपैयाँ तपाईँले पे गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ सम्पर्क गर्नको लागि 98 493 10 709 98 493 10 709 बालाजु काठमाडौँ 98 493 10 709 बालाजु काठमाडौँमा हामीलाई सम्पर्क गर्नुहोला। हवस् त, नमस्कार।